हाम्रो नेपालको शान नेपालको मान हो भस्यो खेल। यो सत्य असत्यमाथि सत्यको जितको कारणले गर्दा यो खेल सुरु भएको हो। यो चाहिँ हाम्रो यता बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नम्बर 4मा भएको भुवो भस्यो खेल। यो खेल धेरै रमाइलो हुन्छ। सबै गाउँका दाजुभाइ सबै एकजुट भएर यो खेल खेल्ने गरिन्छ। यो खेल चाहिँ हाम्रो संस्कृति झल्किने एउटा प्राकृतिक सम्पदाको रूपमा रहन गएको छ। यो खेलको कुनै पनि रिस राग नभएर आफ्नो देवी देवताको लागि सबैले खेलिने रोमाञ्चक खेलको रूपमा रहन्छ। यो खेल भगवानको पालामा असत्यमाथि सत्यको विजयका कारण खेलिने खेल हो। यो खेलमा आफ्नो कुल देवी देवता सबैलाई सम्झिने गरिन्छ। यो खेलमा तरबार र ढालको प्रयोग गरिन्छ। भुवो भस्यो चाली बङ्गाली आदि जस्ता यसमा नाचहरू हुन्छन् अनि चाँबाहरू लाउँछन्। यो खेल विशेष प्रकार आजभोलि महिलाहरूले पनि खेल्ने गरेको छ। Vale, ya.